ल आज चाहिँ किम्बु सकियो। अब कपाल खान लाग्दैछौँ। गाउँको पुल यसरी तरिँदैछ। यस्तो छ पुल गाउँको। सर आज हामी कहाँ जाँदै रे? कुन ठाउँमा? त्यो अब जङ्गलमा हो होइन, एकदम दामी ठाउँ। मोदी भुइँमा झारेको खान्छु, दुःख चल्न भ्याएको हो। भाइ बाटो अप्ठ्यारो पो रहेछ त। स्कुल यति बुधबार हजार यतापट्टिको 5 वर्ष हो। काफलको बोर्ड छ तर काफल छैन। बाटोमै मेरो घर, हावासँगै हिँड्छु खुला आकाशभर। पहाडले बोलाउँछ, खोला गाउँछ गीत। नेपालको माया मुटु भित्र ती मिठो प्रीत। घुम्छु म नेपालका कुना कुना, हरियो डाँडा हिमाल सपना जस्तै सुहाना। सरले मार्दाखेरि राम्रो देखियो। नबले पनि अलिकति चम्किन्छ, यता हावा तातो हुन्छ र मलाई आनन्द लाग्छ। कोठाभित्र पनि जब आकाशको आवाज आउँछ, मेरो कानहरू टनटनी बज्छ। म भित्र पनि धेरै कुरा आवाज गरिरहन्छ। मलाई यस्तो लाग्छ यसरी नै मैले लेख्नु पर्छ। त्यसो लाग्छ। पुगेर न माथि। काफल खोज्न हिँडेको, काफलमा ठुलो चिज भेट्यो। त्यो चाहिँ आलु बखडा, त्यो पनि पाकेको छैन।